नमस्ते सबैजनालाई। र म चाहिँ बजार जाँदै थिएँ हो। अन्त यहाँ छुनाकोमा चाहिँ आज यस्तो मासुहरू काट्छ भनेको चाहिँ सुनेको थिएँ हो। अनि यहाँ चाहिँ काट्नु हुँदो रहेछ ए हो। हामी चाहिँ तर अब खानु चाहिँ हुँदैन, भुटुवा छ अरे कि। म देखाउँछु है तपाईँलाई ल। यो चाहिँ हाम्रो एन्टिक पिस है, यो चाहिँ थुन्चे हो। अहिले त यस्तोहरू पाउँदैन यहाँ। हाम्रो त्यो बन्द गरिदिनु न फोन सानो पा बन्द गरिदिनु ल। यहाँ चाहिँ अरे लु हेरिहाल्नुहोस्, हाम्रो छुनाले चाहिँ एकदम मिठो पकाउनुहुन्छ है यहाँ। ए पाक्दैछ है सुँगुरको मासुमा पल्किने लिम्बुनीतिरै ढल्किने यो चाहिँ भुटुवा हो। तर हामी चाहिँ खानु हुँदैन अब अफसोसको बात चाहिँ। यो चाहिँ आज छुनाकै काट्नु भएको है। छुनाले पकाउनु हुँदै रहेछ हो। कोही छैन अब हामी छुनु भएन त्यसै कारणले गर्दा। हुन्छ यति नै हो। बाई बाई सबैजनालाई बाई।